ओछ्यान राम्रो छ त है मम्मी ओछ्या राम्रो छ त त्यो भन्दा कतिको राम्रो हुनु आज कहाँ जाने अरे सुमन त दमक जाने भनेन नि कतिखेर जाने के पानी ल्याउनु जाने अब आज खाना कसले पकाउँछ सुमन भाइ मम्मीले त घिउ खायो भनेर मम्मीले पुरा घाउ निक्ल्यो भन्दै हुनुहुन्थ्यो मम्मी मम्मी किन रिसाउनु भएको छ र यति साह्रो आमा यति साह्रो त नरहिखाइपुग्छ के गरे तैँले के को लागि सुमन भाइ खानाको लागि कति तँलाई खाना पनि पकाउन आउँछ अनि कसले अहिले फेरि कसले अनि खाना पकाउन आउँदैन भने कसरी फेरि आम्मा यति साह्रो पनि नभन्नु न कति साह्रो भनेको आम्मा तेरो अनुहार सन्मार है अनुहारले बनाउँछ के साह्रो छुच्ची हो आम्मा यति साह्रो छुच्ची पनि हुनुहुन्न हौ तँलाई मम्मी छुच्ची लाग्छ लाग्दैन सुमन भाइ कसम साँच्चै हो आहा भोलि फेरि दिइहाल्नुहुन्छ मम्मीले मम्मी आज के खाने सब्जी के खाने मम्मी अब हेर न फेरि हेरेको कस्तो अरे हेरेको